पछिल्लो समय निपाह भाइरसको नाम फेरि समाचारमा आउन थालेसँगै सम्पूर्ण दक्षिण एसिया चिन्तित बनेको छ र नेपालको छिमेकी देशहरूमा देखिएका संक्रमणका घटनाहरूले नेपाललाई पनि गम्भीर जोखिमतर्फ सङ्केत गरिरहेको छ। निपाह भाइरसको इतिहास सन् 1998बाट सुरु हुन्छ, जब पहिलो पटक यो रोग मलेसियामा देखा परेको थियो र मानिसहरूमा अज्ञात तर घातक ज्वरो र दिमागको संक्रमण फैलन थालेको थियो। सुरुमा यसलाई जापानिज इन्केफेलाइटिस ठानिएको थियो, तर अनुसन्धान गर्दै जाँदा यो नयाँ प्रकारको भाइरस भएको पुष्टि भयो। यो भाइरस सबैभन्दा पहिले मलेसियामा रहेको निपाह नदीको आसपासमा देखिएकोले यसलाई निपाह भाइरसको नाम दिइयो। त्यो समय मलेसियामा सुँगुर पालन व्यापक थियो र अनुसन्धान गर्दै जाँदा थाहा भयो कि फलफुल खाने चमेराहरूबाट सुँगुरमा भाइरस सरेको र सुँगुर मार्फत मानिसमा संक्रमण फैलिएको रहेछ। यस प्रकोपमा सयौं मानिस संक्रमित भए र थुप्रैको ज्यान गयो, जसले सरकारलाई लाखौं सुँगुर नष्ट गर्न बाध्य बनायो। त्यसपछि सन् 2001मा पहिलो पटक बङ्गलादेश र भारतमा निपाह भाइरस देखियो, जहाँ संक्रमणको स्वरूप झन् डरलाग्दो थियो। यहाँ भाइरस सिधै चमेराबाट मानिसमा र मानिस बीचमै पनि रोग सर्न थालेको पाइयो। अत्यन्त घातक मानिने निपाह भाइरस मानिस, परिवार र समुदायको लागि ठूलो खतरा बनेको छ, किनकि यसको संक्रमण दर मात्र होइन, मृत्यु दर पनि धेरै उच्च रहेको छ। यो भाइरस मुख्य रूपमा फलफुल खाने चमेराबाट मानिसमा सर्ने गर्छ र चमेराको र्याल वा पिसाबले दूषित भएको फलफुल खाँदा, संक्रमित जनावरसँग सम्पर्क हुँदा वा संक्रमित व्यक्तिको नजिकको सम्पर्कबाट मानिसमा फैलन सक्छ। निपाह भाइरस लागेपछि सुरुमा सामान्य ज्वरो, टाउको दुख्ने, शरीर गल्ने, बान्ता वा खोकी जस्तो लक्षण देखिए पनि पछि अवस्था गम्भीर बन्दै जाँदा सास फेर्न गाह्रो हुने, बेहोस हुने र मस्तिष्क सुन्निने र कोमामा पुग्ने खतरा रहन्छ। निपाह भाइरसको अहिलेसम्म कुनै प्रभावकारी औषधि वा खोप उपलब्ध नभएकोले उपचार मुख्यतः लक्षण नियन्त्रण र क्रिटिकल अङ्गहरूलाई सपोर्ट गर्ने हुन्छ। नेपालमा हालसम्म निपाह भाइरस पुष्टि भएका केसहरू सार्वजनिक भएका छैनन्, तर भारतसँगको खुल्ला सीमा, नियमित व्यापार, यात्रा र मानिसहरूको आवत जावतको कारण नेपाल उच्च जोखिममा रहेको स्वास्थ्य विज्ञहरूले बताएका छन्। यसैलाई ध्यानमा राख्दै नेपाल सरकार र स्वास्थ्य निकायहरूले सीमा नाकाहरूमा निगरानी बढाएका छन् र अस्पतालहरूलाई सम्भावित संक्रमणका लागि तयारी अवस्थामा राखिएको छ र स्वास्थ्य कर्मीहरूलाई सतर्क रहन निर्देशन दिएको छ। निपाह भाइरसबाट बच्न सबैभन्दा पहिले भुइँमा झरेको फलफुल कदापि खानु हुँदैन। यस्ता फलफुलमा चमेराको र्याल, पिसाब वा दिसा लागेको हुन सक्छ, जसबाट भाइरस मानिसमा सर्न सक्छ। विशेष गरी आँप, केरा, अम्बा, लिची, स्याउ, नास्पति जस्ता नरम र रसिला फलफुल चमेरालाई आकर्षित गर्ने भएकोले धेरै जोखिममा पर्छन्। कुनै फलफुलको छालामा टोकेको दाग, काटिएको भाग वा अस्वाभाविक गन्ध देखिएमा त्यस्तो फल तुरुन्तै फ्याँकिदिनुपर्छ। त्यसै गरी काँचो खजुरको रस निपाह भाइरसको लागि सबैभन्दा ठूलो स्रोत मानिन्छ, किनकि चमेराले रातको समयमा खजुरको रसमा बस्ने र त्यसमा र्याल तथा पिसाब मिसाउने गर्छ। त्यसैले निपाह भाइरसको जोखिम भएको समयमा काँचो खजुरको रस बिल्कुल सेवन गर्नु हुँदैन। त्यसको साथसाथै व्यक्तिगत सरसफाइमा ध्यान दिने र कुनै व्यक्तिमा शङ्कास्पद लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ। निपाह भाइरसको जोखिम वास्तविक भए पनि समयमै सावधानी अपनाउने, सही जानकारी फैलाउने र स्वास्थ्य मापदण्ड पालना गर्ने हो भने यसलाई फैलनबाट रोक्न सकिन्छ।